त्यो धेरैसँग सेक्स गरे पनि त्यस्तो हुन्छ गरे हैन मैले कस्तो मार्दै शर्मिला दिदी मुखबाट सुनाइदिएँ क्या मैले निकिसँग बिहा गरेँ पनि त आमा म के गर्ने म भनेको त्यो फेरि धेरै चल्छ क्या निकिसा त्यसको सरले पनि धेरै छ भनेको जहाँ पाए त्यहाँ आउला हालिदिन्छ के गर्नु त नि गोफन के गोफन हो त्यो गोफन खोलमा चाहिँ के एउटा अब गोफन के गोफन चन्दा हो कि हो नि त्यस्तो नभन्नु भयो त्यसो भने नराम्रो सोच्नुहुन्छ गोफन खोल्नु भएको छ अब त्यहीँबाट पैसा आयो भने स्कुटी किन्यो त्यहाँबाट स्कुटी आयो त्यहाँबाट पैसा उठ्यो भने किन्यो नत्र अब मेरो लागि हो थ्याङ्क यू सो मच आराम हुनुहुन्छ आरामै छु आज नयाँ वर्षको दिन नयाँ वर्षको सुरुवात कसरी भयो तपाईको सुरुवात कसरी हुने त्यही नि नयाँ वर्षको दिन केही नयाँ काम केही सुरुवात केही भयो कि त्यस्तो नयाँ काम केही पनि भएन केही भएन नयाँ काम चाहिँ अब के गर्नु नयाँ काम चाहिँ त्यस्तो केही पनि भएन एकदम हट एकदम सेक्सी भएर आउनु भएको छ कि खास कारण चाहिँ के हो नयाँ वर्षको दिन भएर हो कि के हो होइन उता हाम्रो चाहिँ एउटा कपिल मगरको उद्घाटन थियो उता सामकोसीमा अनि त्यहीँ बोलाउनु भएको थियो त्यहीँ गएको यतिकै ड्रेसमै गराउनु भयो यतिकै गरिरहेको नि तपाईँले त मान्छेले त टु टाढासम्मबाट नि हेरे होला होइन यस्तो अब यस्तो सेक्सी केटी यति राम्रो केटी होइन यसरी हट भएर हिँड्दाखेरि त होइन अब हेरे के भयो त हेर्नु मन पराएर हेरेका हुन् त होइन के भनौँ र तपाईँलाई हेर्ने मान्छे त बाहिर छ अनि यस्तो कसलाई देखाउन चाहिँ हेर लाएर हिँड्नु भयो लुगा यस्तै लगाउँछु त अनि हट प्यान्टहरू टी सर्टहरू होइन अब सुट आजभोलि कुर्ता सर्ट पनि लाउनु सिकेको छु त्यही हो मौसम अलिक चिसो छ जाडो हुँदैन तपाईँ ज्याकेट छ नि त कोट तपाईँले त नाइटो नि छेड्नु भएको थियो होइन नाइटो चाहिँ छेडेको लुगाउनु भयो अहिले मैले चाहिँ होइन यहाँ यसले छेकेको छ नि त नाइटो त्यही भएर होइन कहाँ देखाउनु यहाँ यस्तो यस्तो गर्नुपर्छ कि यस्तो गर्दा यस्तो हुन्छ नि त त्यही भएर हो क्या छेक्दैन खराब कति खालको छ भने बिके बानहरू भयो अनि तपाईँलाई त्यो नाइटो छेड्दाखेरि राति सुत्ने बेला अप्ठ्यारो हुँदैन मेरो त्यसो राति सुत्दाखेरि त त्यस्तो त अप्ठ्यारो हुँदैन कि जस्तो कहिले यस्तो बस्दाखेरि क्या होइन अब अप्ठ्यारो हुन्छ गज लाग्छ दुख्छ त्यही हो फुल कपडा लगाएर कहाँ दुख्छ दुख्दैन नि म टाइट लुगा लाउँछु भन्दा पनि अब यस्तो माथि चाहिँ लगाउँदिनँ होइन हल्का नाइटमा तल लगाउँछु त्यस्तो दुख्दैन जस्तै अब माथि लगायो भने त अब घस लाग्छ नि त अब नाइटोमा अनि त्यही भएर चाहिँ माथि लाउँदिनँ तलै लगाउँछु तपाईँले त जानभरि कहिले ट्याटु हान्ने कहिले नाइटो छान्ने कहिले के छान्ने होइन कति खर्च छ जति गरिसक्नु तपाईँले जानमा खर्च त अब यस्तै भयो होला नि अब किन भन्नु होइन अब यति भयो भनेर फेरि के अरे मिडियामा गएर ठुल्ठुलो कुरा गर्छ या भन्छन् मान्छेले त्यही भएर चाहिँ म भन्दिनँ यस्तो कुराहरू चाहिँ तपाईँले कमाएको पैसा सबै ज्यानमै खर्च गर्ने हो कमाएको पैसा मैले ज्यानमा खर्च पनि गरेको छैन अब अलिअलि अब राखेको छु मैले पैसा पैसाभरि कपडामै जान्छ कसो भने कति लुगा किन्नु हो माई गड झन् निकिसासँग लाग्यो भने कपडा किने गर्नुपर्छ निकिसासँग हिँड्यो भने कसो भनेको होइन त्यो लुगा त किन्नै पर्छ क्या के भएको मलाई चाहिँ भनेपछि एकचोटि लगाएको लुगा एकचोटि मात्रै हो युज गर्ने होइन आज यो लगाएँ अब भोलि अर्को लगाउने फेरि अब कहीँ गयो भने फेरि किनिहाल्ने त्यस्तो छ ऋतु बस्नुको पैसा चाहिँ कहाँबाट आएर आज भोलि अमेरिकाबाट हो कि कहाँबाट खास होइन हाम्रो लाइभबाटै नै हो लाइभबाट अनि सुटिङहरूबाट नै आउँछ अलिअलि अलिकति अहिले चाहिँ तपाईँको अब नरहेजीसँग अलिकति कुराहरू चलिरहँदाखेरि चाहिँ उहाँले चाहिँ जस्तै केही चिज मन पऱ्यो भने टक्क किनभने पैसा पठाइदिइहाल्नुहुन्छ अरे होइन तपाईँले भनेको कुरा चाहिँ गरिदिइहाल्नुहुन्छ त्यस्तो पैसाको मैले त्यस्तो पैसा मागेको छैन मैले उहाँसँग चाहिँ होइन उहाँले चाहिँ मलाई पहिला अस्ति आफै 5000 पठाउनु भएको थियो त्यही नै नेपालको नेपाली भनौँ न 5000 आफै साडी किनेर लाउनु भने मलाई आफै हालिदिनु भएको मैले उसलाई उहाँसँग पैसा हालिदिनु पनि भनेको छैन तर म कोहीसँग पैसा माग्दिनँ क्या जे गरेर आफैसँग अब दुःख सुख किन्नुहोस् होइन आफै कमाउने आफै खर्च गर्ने त्यो अरूको त्यो पैसामा अरूको धनमा चाहिँ म त्यस्तो आश गर्दिनँ उहाँले तपाईँमाथि धेरै लगानी गरिसक्नु पऱ्यो भन्ने हल्ला चलिरहेको छ लगानी गर्नु भएको छ उहाँले चाहिँ त्यो कुरा गर्नु अब जे भन्नु त्यही पुऱ्याइदिनु अब जस्तै अब स्कुटी किनिदिनु लागिरहनु भएको आइफोन अब पछि अब त्यो खै अब गोपन खोल्नु भएको छ कि उहाँले चाहिँ गोपन खोल्नु भएको छ होइन गोफन के गोफन हो त्यो गोपन खोल्नुमा चाहिँ के एउटा अब गोफन के गोफन
चन्दा हो कि होइन त्यस्तो नभन्नु भयो त्यसो भने नराम्रो सोच्नुहुन्छ गोफन खोल्नु भएको छ अब त्यहीँबाट पैसा आयो भने स्कुटी किन्यो त्यहाँबाट स्कुटी आयो त्यहाँबाट पैसा उठ्यो भने किन्यो नत्र अब मेरो लागि हो उहाँसँग अलिकति बिचसम्म चाहिँ के अलिकति उहाँसँग विवाद बारे अलिकति चलिरहेको थियो कि तपाईँहरू झगडा परेको थियो कहिले कस्तो विवाद भन्नाले मतलब तपाईँहरूको अलिकति झगडा परे अरे भन्ने टाइपको अब कस्तो ब्रेकअपसम्म कुराहरू चलिरहेको थियो कि होइन यस्तो अब लाइभ बस्दाखेरि अब जिस्किने बानी छ कि अरूसँग अब दुनियाँलाई प्रपोज गर्ने हिँड्ने बानी छ नि त मलाई त्यस्तो मन पर्दैन नि त होइन त्यही भएर चाहिँ मैले चाहिँ उहाँलाई अलिक गाली गरेको थिएँ त्यही भएर रिसाएको थिएँ अनि सबै ब्रेकअप भयो भन्थेँ अब त्यस्तो होइन त्यस्तो भएको छैन हजुर कुरा त भइरहन्छ हाम्रो लाइफमा अनि हजुर कुरा भइरहन्छ उहाँ नेपाल चाहिँ कहिले आउनुहुन्छ अब खै थाहा छैन कहिले आउनुहुन्छ तपाईँलाई अलिकति गाली पनि गरिरहेको नि त होइन सामाजिक सञ्जालमा के जस्तै कमेन्टहरू हामीले हेर्छौँ नि कमेन्टहरू हेर्दाखेरि तपाईँले त्यो कमेन्टको पोस्ट लागेको हुन्छ त अनि गाली चाहिँ अब कसैले अब कसैलाई मनपर्छ होला त्यस्तो गाली गर्छन् होला होइन तर मलाई त्यस्तो गालीले केही पनि फरक पार्दैन अन्त अब मलाई किन गाली गर्छन् भन्दा आफ्नो मनमा लाग्छ नि त होइन अब तिनीहरू त मैले केही पनि खाँदै छैन मलाई गाली गर्नलाई चित्त नबुझेको कुराहरूमा गाली गर्छन् होला नि त त्यही हो कतिले चाहिँ भन्छन् कि यो गुरुको पहिलाको श्रीमतीसँग डिभोर्स भएकै छैन ऋतुलाई फसाउन लाग्यो पनि भन्ने कुराहरू नि हामीले कता कता कमेन्टतिर देख्छौँ कि यो कुरा चाहिँ कति म फसाएर म फसिने मान्छे हो त अनि के म फस्छु जस्तो लाग्छ सोझो मान्छे त्यस्तो होइन उहाँको त डिभोर्स भइसक्यो अरे भइसक्यो नगर्नु कि दिमाग खराब हल्का स्वर बसेको छ होइन अहिले हल्का बोल्नु पनि सक्दिनँ अहिले बोल्न पनि गाह्रो हुन्छ नि मलाई चाहिँ त्यो डिभोर्स सिभोर्सको कुरा नगर्नुहोस् अहिले चाहिँ त्यो अरूहरू भन्नु न ऋतुलाई बिहे गरेर डिभोर्स गरिदियो भने झन् राम्रो नि म एस गरिदिन्छु एस गरेर उसलाई त म यस्तो हातमा नचाउँछु हातमा तपाईँले अहिलेसम्म केही दिनुभएको छैन उहाँले चाहिँ तपाईँलाई साडी किन्न पैसा पठाइदिनु भयो तपाईँले जसरी केही किन्नु भनेर पैसा पठाउनु भयो के मैले नेपालबाट किन्थेँ उहाँ बाहिर मैले पैसा पठाइदिनु उसलाई चाहिँ किन पठाउनु चाहिँ मैले चाहिँ झरिरहेको छ भने म उसलाई मसँग पैसा छ भने म उसलाई पठाउँछु कि म त आफै खाने हो मायामा चिनो दिनु त नेपाल आउनु पऱ्यो नि त चिनो पाउन नेपाल आउनु पऱ्यो नि त्यो बाहिर बसेर हुन्छ त अनि किन चिनो बाँडफाँड हुन्छ नेपाललाई अरू के कुरा हुने हो त्यस्तो अच्छा होटल जाने कुराहरू होटल बुकिङ सुकिङ के कुराहरू चलिरहेको थियो कहिले फेरि त्यो त निकै साले मैले होइन निकै दिनकै जान्छ डेटिङमा आजभोलि भिडियो नि तपाईँले गाली गर्ला नि गाली गर्दिनँ तपाईँहरूको त अनि के गर्लफ्रेन्ड बोयफ्रेन्ड भनेर नि हल्ला चल्दो रहेछ बजारमा होइन कसको भने कि साह्रो मेरो सबैले भन्छन् कि तर त्यस्तो होइन साथी हो यस्तो अब उर्मासँग हिँड्छ नि त होइन अब सँगै हिँड्छौँ सँगै भिडियो बनाउँछौँ होइन अनि त्यसमा सँगै अब भनौँ अब चिया कफी खान्छौँ खाजा खान्छौँ अनि त्यही भएर चाहिँ अब यिनीहरू बोयफ्रेन्ड गर्लफ्रेन्ड पनि भन्छन् क्या बुढाबुढी भन्छन् अब त्यस्तो होइन अब के थाहा मन मिल्ने बिना बिहा गर्नु पनि सक्छु नेक्स्टसँग दुई अनि गुरु जेठा हो यो कान्छी भयो नि त यो होइन निकिसासँग बिहा गरेर पनि त आमा म के गर्ने हो भनेको त्यो फेरि धेरै चल्छ क्या निकिसा त्यसको सरले पनि धेरै छ भनेको जहाँ पाइ त्यहाँ आउँला हालिदिन्छ के गर्नु त नि हिजो पछाडि हिजो के गरेँ होइन हिजो हामी टेलरमा थियौँ क्या अब ऐनामा हेर्छ चुप लाग्यो अब ऐनामा हेर डान्स गरेँ पछाडि ओरेर मलाई सुँगाएँ क्या यहाँ हिजो नाक मुखमा सुँगाएँ मलाई घिन लागेर उल्टी आएर हिजो छिछि साला त्यस्तै गर्छ भाइ ल यसो घिन्यो भने त कुन दिन म माथि कोमामा पुग्छु होला कोमामा होइन मान्छे राम्रो छ कि त्यसको कल्चरले बान्छ त्यस्तो नराम्रो बान्छ छैन तपाईँको अस्ति एउटा डायलग चाहिँ खुब भाइरल भइरहेको छ कि माथिको चेन्ज भयो नि तलको चेन्ज हुन्न भन्ने कुरा चाहिँ एउटा खुब भाइरल खास माथि तलको चेन्ज हुनु भन्ने कारण चाहिँ के हो के चेन्ज हुन्न भन्नु खोज्यो यस्तो अब चाहिँ
माथि किन चेन्ज हुन्छ लुक्स भनेपछि अब हामी अब हेयर कट कपाल अब भनौँ त स्टाइलको बनाउँछौँ अब फेसन भनौँ माथि मेकअप गर्छौँ नि त अनि तलको चाहिँ के हुन्छ होला भन्नुहोस् लुक्स केही हुन्छ चेन्ज हुँदैन नि त म त केटी हो नि त अनि मेरो हुन्छ र चेन्ज कुरा त के नेक्स्ट स्टाइल चेन्ज गरे पनि के मैले पनि तलको लुक्स चेन्ज गर्नु त अनि हाउ कुरा गर्नुहुन्छ यार कि म पनि केटा बनाऊँ र अब चाहिँ अनि होइन त अनि माथिको लुक्स कति चेन्ज हुन्छ होला हेर्नुहोस् न मेरो हेयर हेर्नुहोस् न कपाल हेर्नुहोस् मेरो माथि फेसन लुक्स हेर्नुहोस् अनि यो तल त भन्न मिल्दैन तर तलको कहिले पनि लुक्स चेन्ज हुँदैन तर माथि मात्रै हुन्छ म पनि अब केटा बन्नु पर्ला नेक्स्ट जस्तो गरेर एक्सचेन्ज गरेर मेरो अहिले राम्रो भइरहेछ कहिले काहीँ त अब रिस उठ्छ अब लाइफमा अब अरूसँग जिस्केको बेला रिस उठ्छ न त त्यस्तो खासै त्यस्तो हुँदैन अब यस्तो विवाह अहिले गर्ने त्यो गर्ने भन्ने छैन कि अब हेरौँ पसन्द कस्तो हुन्छ अहिले विवाह गर्ने अब अहिले त किन सोच्नु पऱ्यो होइन अब त्यो हुने कि होइन होइन अब के हुन्छ सम्बन्धमा खटपट आउँछ यस्ता कुराहरू त आफूले पनि बुझ्नुपर्छ नि त अब पछि हेरौँ अब के हुन्छ भाग्यले साथ दियो भने हुन्छ नि त हुँदैन तपाईँको फेरि उहाँसँग भएन भने त तपाईँको यत्रो हल्ला चलिसक्यो बजारमा होइन अब गुरुको भनौँ नरेशको गर्लफ्रेन्ड भनेर तपाईँलाई चाहिँ बजारभरि हल्ला चलिसक्यो भोलि उहाँले छोड्दा तपाईँलाई अलिक गाह्रो होला होइन उहाँले छोड्नुहुन्न मलाई थाहा छ छोड्यो भने केही छैन के हो त छोडेर अब उहाँले छोड्नु पनि गयो रुनु मर्नु त कराउनु त छोडेको मान्छेले फेरि फिर्ता आउँछ त आउँदैन नि त त्यही भएर फेरि अर्को बनाएर हिँड्ने हो छोड्यो भने बोयफ्रेन्ड चाहिँ कतिवटा बनाउनु भयो तपाईँले छैन नि कति बनाएको छैन ए बोयफ्रेन्डको चेन्ज गर्दै हिँड्दै गऱ्यो नाना छिनछिनमा सुट्ने नाम कोसँग जोड्यो होला मेरो भन्नुहोस् त जे पाइ त्यही धेरैसँग कोसँग जोड्यो होला भन्नुहोस् त सामाजिक सञ्जालमा हाम्रो ऊ त्यो उसँग भन्नुभयो त्यस्तो नराम्रो केही पनि होइन मेरो साथी हो उहाँ चाहिँ म चाहिँ उहाँको नाम लिँदिनँ उहाँ चाहिँ मेरो साथी हो अन्त सबैले त्यही भन्छन् कि तर मेरो चाहिँ उहाँ चाहिँ मेरो बेस्ट फ्रेन्ड उहाँसँग मैले अब हामीले अब एउटै उसमा फिल्ममा काम गरेको छ नि त त्यही भएर चाहिँ अब मान्छेले अब अलि शङ्का गरेका हुन् कि तर त्यस्तो होइन मेरो साथी हो तपाईँको फर्स्ट पनि उही लास्ट पनि उही हो अब त्यो अब मन पराउनु त धेरै हुन्छ नि त होइन दुनियाँसँग के लपार्दै हिँड्दै गर्नु त अनि अब सानैमा अब कतिले धेरै मन पराउँथे अब सानै हुँदाखेरि गाउँमा हुँदाखेरि कतिले मन पराउँथे होइन कि दुनियाँसँग है मन परायो भन्दा दुनियाँसँग टाँसेर हिँड्ने टाँसेर बस्ने म त्यस्तो गर्दिनँ नि त सोझे म त सोझी हो मलाई पहिला केही पनि बोल्न आउँदैन थियो गाउँबाट आउँदाखेरि अब म बोल्न सिकेको हो खासै पनि त्यस्तो आउँदैन बोल्न चाहिँ मलाई त्यही त हो नि अरू के नै हो र